नेपालबाट अस्ट्रेलिया एप्लिकेसन गर्दाखेरि के कति खर्च लाग्छ त? यो जान्नको लागि भिडियो अन्तिमसम्म हेर्नुहोला। फर्स्ट अफ अल हजुरले एप्लिकेसन गर्दाखेरि द्याट इज अफर लेटर निकाल्नु हुँदाखेरि हजुरको कुनै पनि चार्ज लाग्दैन, तर कुनै कुनै युनिभर्सिटीमा हजुरको अस्ट्रेलियन डलर 100 सम्म पनि लाग्न सक्छ। सेकेन्डली इन्कम डकुमेन्ट्स जुन चाहिँ हजुरले वार्डबाट बनाउनुहुन्छ त्यो भने आफ्नै वार्ड अफिसमा नोमिनल छ। थर्डली एनएससीको लागि हजुरले 2000 रुपिस दिन पर्ने हुन्छ। त्यसै गरी नोटरी, ट्रान्सलेसन, प्रपर्टी भ्यालुएसन र एफिडेभिट अफ सपोर्टको कागज बनाउँदाखेरि हजुरको रुपिस 10,000 जति लाग्न सक्छ भने हजुरले एक लाखको ब्याङ्कबाट एजुकेसन लोन लिन पर्ने हुन्छ, जसमा ब्याङ्कको चार्जेस, प्रपर्टी भ्यालुएसन र सर्भिस चार्ज गरेर लगभग 60,000 रुपिस जति खर्च आउन सक्छ। एडिसनली फिसको कुरा गर्न पर्दाखेरि हजुरको कलेज र युनिभर्सिटी अनुसार फरक हुन जान्छ, तर फी रेन्जेस फ्रम 12,000 अस्ट्रेलियन डलर टु 20,000 अस्ट्रेलियन डलर। नेपालीमा भन्नु पर्दाखेरि 13 lakhs फर अन्डर ग्रेजुएट स्टुडेन्ट एन्ड 20 lakhs फर मास्टर्स डिग्री। त्यसै गरी हजुरहरूको भिजा चार्ज भने 2000 AUD हुन जान्छ। नेपालीमा कन्भर्ट गर्नु पर्दाखेरि तपाईँको लगभग 2,04,000 सम्मको खर्च आउन जान्छ। त्यसपछि बायोमेट्रिक र मेडिकलको भने 13,000 रुपिस खर्च आउन जान्छ भने इन्सुरेन्सको 1,60,000 सम्म हुन जान्छ। टोटल्ली कुरा गर्न पर्दाखेरि हाम्रो खर्च भने 19 लाखदेखि लिएर 24 लाखसम्म हुन जान्छ। लास्ट but not the least प्लेन टिकट भने सब्जेक्टिभ छ, हजुरको एयरलाइन्स अनुसार फरक हुन जान्छ, बट टेन्टेटिभली तपाईँको 1,70,000 सम्मको खर्च आउन सक्छ। यस्तै इन्फर्मेसनको लागि मेन्टोरलाई लाइक, फलो र सेयर गर्नुहोला। विदेश अध्ययनको लागि विश्वसित नाम मेन्टोर। Mentor Institute. The useful guide since 2003.